सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। मैले चाहिँ यो युट्युब च्यानल किन बनाएँ भने तपाईँ हामी भर्खरै युट्युब खोलेको जतिजनालाई अब सब्स्क्राइबर बनाउनु छ, भ्युअर्स बढाउनु छ हैन, सब्स्क्राइबर भ्युअर्स बढाउनको लागि चाहिँ एउटा माध्यम चाहिँदो रहेछ। त्यसको लागि चाहिँ मैले यो भिडियो तयार गर्दैछु। मैले पनि युट्युब च्यानल खोलेको 20 दिन जति भयो। 20 दिनमा मैले 160 सब्स्क्राइबर बनाएँ। यसको लागि चाहिँ म आफै नै एक्टिभ भएर सब्स्क्राइब गर्दै अनि मलाई ब्याक दिनु होला है भन्दै त्यसरी बनाएँ हैन। त्यसरी बढाउँदाखेरि चाहिँ अलि समय लाग्दो रहेछ। अब कतिजनाले ब्याक दिन्छ, कतिजनाले ब्याक दिँदैन। अनि हामी जस्तो भर्खरै युट्युब च्यानल खोलेकोहरूलाई अब सब्स्क्राइबर बढाउनु छ अनि भिडियो भ्युअर्स पनि बढाउनु छ नि त। अनि त्यसको लागि चाहिँ हामीलाई एउटा माध्यम चाहिँदो रहेछ क्या। अनि युट्युब च्यानलतिर खोजेर हेर्दाखेरि धेरै कुराहरू फेक हुँदो रहेछ। अब कहाँ सेटिङ गर्नु अनि 7 डेजमा नै 1K फलोवर्सहरू सब्स्क्राइबरहरू बढाउने अनि भ्युअर्सहरू बढाउने कुराहरू कति त्यहाँ टिप्सहरू दिएको हुन्छ नि त। तर तिनीहरू चाहिँ धेरै कुरा चाहिँ आफ्नो च्यानल ग्रो गर्नको लागि मात्रै हुँदो रहेछ। त्यसमा चाहिँ असम्भव हुँदो रहेछ क्या यस्तो कुराहरू। अनि त्यसको लागि चाहिँ हामीलाई चाहिँ कस्तो चाहियो भने एउटा हामी भर्खर नयाँ खोलेकोहरूले चाहिँ कसरी सब्स्क्राइब बढाउने त हैन, सब्स्क्राइबर त चाहियो। त्यसको लागि चाहिँ एउटा माध्यम चाहिँदो रहेछ। अनि त्यो चाहिँ माध्यम होस्, तपाईँ हामी भर्खर खोलेकोलाई चाहिँ सपोर्ट होस् भनेर चाहिँ मैले यो भिडियो तयार गरेको छु। अनि यसको लागि चाहिँ तपाईँ हामीले के गर्नु पर्यो भने पहिलो कुरो मैले यो जुन भिडियो बनाएको छु यसमा तपाईहरुले कमेन्टमा सपोर्ट भनेर लेख्नु होला हैन। सपोर्ट भनेर लेखेपछि मैले तपाईहरुलाई ब्याक दिन्छु। अनि जतिजना हेर्नुहुन्छ यो भिडियो अनि उहाँहरु सबैले त्यो जुन जसले सपोर्ट मी भनेर लेखेको छ नि त्यसमा चाहिँ सबैजनाले गएर सब्स्क्राइब गर्दिनु के। अनि सब्स्क्राइब गरेर फेरि उहाँको भिडियोमा गएर डन भन्नु अथवा मैले सब्स्क्राइब गरेको छु मलाई ब्याक गर्दिनु है भनेर लेख्नु हैन। त्यो भयो भने तपाईहरुले यदि के गर्न चाहने व्यक्ति छ र आफू सपोर्टेड छ भने तपाईलाई सियोरै त्यो ब्याक आउँछ। र हामी सबैजना सपोर्टेड भएर गइयो भने चाहिँ यो हामीलाई सब्स्क्राइबर र भ्युअर बनाउनलाई कुनै समय लाग्दैन। अनि त्यसको लागि चाहिँ पहिलो कुरा त हामी एक्टिभ हुनु पर्यो, सपोर्टेड हुनु पर्यो। अनि जतिजनाले यो भिडियो हेर्दै हुनुहुन्छ तपाईहरुले यो भिडियो चाहिँ शेयर गरिदिनु होला। तपाईहरुले जो साथीहरु हुनुहुन्छ उहाँहरुलाई शेयर गर्नुभयो भने उहाँहरुले त्यो भिडियो हेर्नुहुन्छ। अनि भिडियो हेरिसकेपछि कमेन्टहरु हेर्नुहुन्छ हैन। अनि त्यो कमेन्ट भित्र जतिजनाले सपोर्ट गरेको छ, सपोर्ट भनेर लेखेको छ, अनि त्यसमा चाहिँ यदि उहाँहरु पनि सपोर्ट चाहनुहुन्छ भने तपाईहरुले सब्स्क्राइब गर्नुहुन्छ। अनि उहाँहरुले सब्स्क्राइब गरेपछि फेरि तपाईहरुले नि ब्याक चाहिँ दिनुपर्छ के। जस्तै हामीले सब्स्क्राइब गर्दैमा हाम्रो केही जाने हैन नि त। त्यतिकै हामीले यो भिडियो हेरेर त टाइम गइरा हुन्छ भने एउटा सब्स्क्राइब गर्दा त कम से कम हामीलाई ब्याक त आउँछ नि त। हाम्रो युट्युबको सब्स्क्राइबर त बढ्छ नि, भ्युअर्स त बढ्छ नि त। त्यसको लागि चाहिँ हामी आफै सपोर्टेड हुनु पर्दो रहेछ। अनि त्यसको लागि मैले यो भिडियो बनाएको छु। तपाईहरु जतिजनाले यो भिडियोलाई मन पराउनु भएको छ भने मलाई तपाईहरुले सब्स्क्राइब गरिदिनु होला मेरो च्यानललाई। म 100% तपाईहरुलाई ब्याक दिनेछु। र यसरी नै हामी चाहिँ मिलेर एक आपसमा सब्स्क्राइब गर्दै हैन अनि शेयर गर्दै जाउँ। र यो भिडियो मार्फतै हामी धेरै जनाले चाहिँ हाम्रो युट्युब च्यानल बढाउने काम गरौँ है त। त्यही भनेर मैले यो फर्स्ट भिडियो बनाउँदै छु। जतिजनाले यो भिडियो हेर्नुहुन्छ र तपाईहरुलाई चाहिँ एउटा सब्स्क्राइब बढाउनु छ भने ठ्याक्कै कमेन्टमा सपोर्ट मी भनेर लेख्नु। र जसले यो भिडियो हेर्नुहुन्छ फेरि तल जसको कमेन्ट छ हैन, कमेन्टमा गएर चाहिँ तपाईहरुले जतिजनाले सपोर्ट मी भनेको छ त्यसमा चाहिँ गएर उहाँहरुलाई सब्स्क्राइब गर्नु र उहाँको भिडियोमा एउटा कमेन्ट छोड्दिनु मैले सब्स्क्राइब गरेको छु ब्याक दिनु भनेर। यसो गर्दै हामी चाहिँ एउटा गेम जस्तै खेलेर जसरी मान्छेले टिकटकमा गेम खेलेर फलोअर्स बढाउँछ नि त त्यही हिसाबले हामी चाहिँ यो युट्युबमा पनि त्यसरी हामीले सब्स्क्राइबर बढाउँ। र यसको लागि चाहिँ एक आपसमा हामी सपोर्टेड बनाऊ। म 100% तपाईहरुलाई सपोर्ट गर्छु र तपाईहरुले पनि मलाई सपोर्ट गर्नु होला। युट्युब भित्र त धेरै कुराहरु हुन्छ नि। अब फ्री सब्स्क्राइबर 10K 7 डेज भित्र हैन यस्तो कुराहरु लेखेको हुन्छ। तर यिनीहरु चाहिँ प्राय फेक हुँदो रहेछ। म पनि गएर हेरे त्यहाँ बुझे। अनि कतिजनालाई मैले गरेर पनि हेरेर त्यो सेटिङहरु पनि गरेर हेरे तर यो सबै फेक हो। त यसको लागि चाहिँ तपाई हामी आफै एक्टिभ हुनु पर्दो रहेछ के। आफै एक्टिभ भएर आफूले आफ्नो लागि गर्ने हो नि त। फेरि कसैले सित्तैमा त गर्दिदैन नि त। आफूले केही दिनु पर्यो र पो केही लिन सकिन्छ नि त। अब त्यसको लागि चाहिँ हामी सबैजना एक्टिभ भएर जाउँ र अगाडि बढेर हामीले के गरौँ है त यो भिडियो मार्फत।
जतिजनाले तपाईहरुले यो सब्स्क्राइब बनाउन चाहनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला र शेयर गर्नुहोला अनि तल सपोर्ट भनेर कमेन्ट गर्नुहोला। अवश्य तपाईहरुले सपोर्ट पाउनुहुनेछ। धन्यवाद।